19 फागुन 2082 को रात अर्थात् यस पटकको होली भक्तजनहरू ध्यान दिएर सुन्नुहोस्। आकाशमा जुन चन्द्रमा तपाईँ सधैँ शान्त र सौम्य देख्नुहुन्छ, त्यो रात एउटा धेरै ठूलो रहस्यको गवाह बन्न गइरहेको छ। एउटा यस्तो रहस्य जुन पुरै 172 वर्षपछि आफ्नो गहिरो निन्द्राबाट बिउजिरहेको छ। यस पटकको होली कुनै साधारण रङ र गुलाल उडाउने चाड मात्र होइन। जब जमिनमा होलिकाको पवित्र अग्नि दन्किरहेको हुनेछ, ठीक त्यही समयमा अन्तरिक्षमा राहुको कालो छायाले चन्द्रमालाई निल्ने डरलाग्दो खेल खेलिरहेको हुनेछ। आगो र पानीको, उज्यालो र अँध्यारोको यो एउटा यस्तो भयानक र चमत्कारिक टकराव हो जसले संसारभरका ठूला ज्योतिषीहरूको रातको निन्द्रा उडाइदिएको छ। 172 वर्ष, पुरै 172 वर्षपछि ब्रह्माण्डका ग्रह र नक्षत्रहरू एउटा यस्तो सिधा रेखामा आएर उभिएका छन् जसले माटोलाई पनि पलक झिम्काउँदा सुन बनाउन सक्छन्। यो कुनै साधारण चन्द्रग्रहण होइन, यो एउटा महाचन्द्रग्रहण हो जसले सिधा रूपमा ब्रह्माण्डको असीमित धन ऊर्जाको ढोका खोल्न गइरहेको छ। आज हामी उज्यालो यात्रा मार्फत ती 6 भाग्यशाली राशिहरूको बारेमा कुरा गर्न गइरहेका छौं जसको किस्मतको तालचा यस ग्रहणको रहस्यमयी रातमा सधैँका लागि खुल्नेछ। ती राशिहरू जो रातारात महाकरोडपति बन्ने लाममा सबैभन्दा अगाडि उभिएका छन्। तर सावधान, यो महासंयोग जति शक्तिशाली र वरदान दिने खालको छ, त्यति नै विनाशकारी पनि हुन सक्छ। किनकि ती 6 राशिहरूमध्ये एउटा राशि यस्तो पनि छ जसको साथमा केही यस्तो हुनेवाला छ जसको उसले आफ्नो सबैभन्दा सुनौलो सपनामा पनि कल्पना गरेको थिएन। त्यस एक विशेष राशिको जीवनमा यति अपार धन आउनेवाला छ कि पुस्तौं पुस्ता बसेर खानेछन्। तर यदि त्यस राशिको मानिसले ग्रहणको रात एउटा सानो, एउटा धेरै नै सामान्य गल्ती गरिदियो भने त्यो सबै खजाना खरानीमा बदल्न सक्छ। त्यो राशि कुन हो र त्यो भयानक गल्ती के हो, यो रहस्य म तपाईलाई अगाडि बताउनेछु। तबसम्म आफ्नो सास थामेर राख्नुहोस्, किनकि जे तपाईँ सुन्न लाग्नु भएको छ त्यसले तपाईँको जीवनको पुरै दिशा बदलिदिनेछ। ब्रह्माण्डको यो महाखेललाई बुझ्नको लागि तपाईले समयको त्यस चक्रमा पछाडि जानुपर्नेछ। जब चन्द्रमामा राहुको कालो छाया पर्दछ तब त्यसलाई हामी चन्द्रग्रहण भन्दछौँ। चन्द्रमा हाम्रो मनको, हाम्रो भावनाको र जल तत्त्वको स्वामी हो र जब मनको स्वामीमा राहु रूपी मायाको पर्दा पर्दछ तब मानिसको दिमाग कि त पुरै भड्किन्छ या त उसले असीम शक्तिहरू प्राप्त गर्दछ। अब जरा सोच्नुहोस्, जुन रात यो खगोलीय घटना घटिरहेको छ त्यही रात धरतीमा होलिका दहन भइरहेको छ। होलिकाको अग्नि जसले हरेक प्रकारको नकारात्मक ऊर्जा, हरेक प्रकारको नराम्रो नजर र तन्त्र मन्त्रलाई भस्म गरिदिन्छ। एकातिर आकाशमा राहुको मायावी ऊर्जाले आफ्नो जाल बिछाइरहेको हुनेछ र अर्कोतिर धरतीमा पवित्र अग्निले त्यस जाललाई काटिरहेको हुनेछ। यस टकरावको बीचमा एउटा यस्तो निर्वात, एउटा यस्तो शून्य पैदा हुन्छ जहाँबाट माता लक्ष्मीको सबैभन्दा जागृत ऊर्जा सिधै धरतीमा ओर्लिन्छ। सन् 1854 मा जब अन्तिम पटक ठीक यस्तै संयोग बनेको थियो, तब इतिहास साक्षी छ कि कैयौं ठूला राजा रङ्क बनेका थिए र सडकमा घुम्ने रङ्कहरू रातारात राजा बनेका थिए। यस पटक शनिदेव आफ्नो मूल त्रिकोण राशिमा बसेर आफ्नो तेस्रो दृष्टिले यस चन्द्रग्रहणलाई सिधै हेरिरहनु भएको छ। यसको सिधै अर्थ यो हो कि न्यायको देवता र मायाको ग्रह राहु दुवै मिलेर एउटा यस्तो चक्रव्यूह रचिरहेका छन् जुन मात्र र मात्र अपार धन वर्षाउनको लागि बनेको छ। ब्रह्माण्डको यो ऊर्जा यस समयमा आफ्नो चरम बिन्दुमा छ र उज्यालो यात्रा तपाईलाई सचेत गराउँछ कि यो ऊर्जाले ती मानिसहरूलाई खोजिरहेको छ जो यसलाई सम्हाल्न योग्य छन्। आउनुहोस्, सबैभन्दा पहिले कुरा गरौँ त्यो पहिलो भाग्यशाली राशिको जसको जीवनबाट अब सारा पीडा, सारा दुःख र सारा सङ्घर्ष सधैँका लागि समाप्त हुनेवाला छ। यो राशि हो मेष राशि। मेष राशिका मानिसहरू मेरो कुरा धेरै ध्यान दिएर सुन्नुहोस्। तपाईले पछिल्ला केही वर्षहरूमा यति धेरै सङ्घर्ष गर्नुभएको छ जसको सायद अरू कसैले कल्पना पनि गरेको थिएन होला। तपाईँ मेहनत गर्नुहुन्छ, तपाईँ आफ्नो रगत र पसिना एक गर्नुहुन्छ, तर जब फल पाउने पालो आउँछ तब अरू कसैले बाजी मारिदिन्छ र तपाईँ खाली हात उभिनुहुन्छ। मानिसहरूले तपाईँको असलपनको फाइदा उठाउँछन् र तपाईँ आफ्नैले दिएको धोकाबाट भित्रभित्रै टुटिसक्नु भएको छ। तर 19 फागुन 2082 को त्यो रहस्यमयी रात तपाईको लागि एउटा धेरै ठूलो चमत्कार लिएर आइरहेको छ। महाचन्द्रग्रहणको यस अचूक प्रभावले तपाईको 11औं भावमा जुन भयंकर हलचल हुनेवाला छ त्यसले तपाईको लागि धनका यस्ता बाटाहरू खोल्नेछ जुन अहिलेसम्म पुरै बन्द थिए।
तपाईको जुन पैसा बजारमा फसेको छ वा जुन पैसा मानिसहरूले खाएर बसेका छन् त्यो अचानक र रहस्यमय तरिकाले तपाईको पासमा फिर्ता आउन थाल्नेछ। तपाईलाई अचानक कुनै यस्तो स्रोतबाट धन मिल्नेछ जसको बारेमा तपाईले कहिले सोचेको पनि थिएन। तर तपाईले एउटा कुराको विशेष ध्यान राख्नुपर्नेछ। ग्रहणको सूतक कालदेखि होलिका दहनको समाप्तिसम्म तपाईले कसैसँग पनि, चाहे त्यो आफ्नो होस् वा पराए, झगडा गर्नु हुँदैन। तपाईको वाणीमै तपाईको सबैभन्दा ठूलो हतियार बन्नेछ। आफ्नो घरको ईशान कोणमा एउटा घिउको दियो बालेर राख्नुहोस् र बस शान्त भएर ब्रह्माण्डको यो खेललाई हेर्नुहोस्। अब हामी अगाडि बढ्छौं दोस्रो राशितर्फ, जसको तारा यस महासंयोगको रात सबैभन्दा बढी चम्किनेवाला छ। त्यो राशि हो वृष राशि। वृष राशिका जातकहरूका लागि यो समय कुनै ईश्वरीय वरदान भन्दा कम बिल्कुलै छैन। तपाईको स्वामी शुक्र हो, जो ऐश्वर्य र सुखको कारक हो। चन्द्रग्रहणको सीधा असर तपाईको कर्म भाव र धन भावमा पर्न गइरहेको छ। जो मानिसहरू व्यापार गर्छन्, जो मानिसहरू कुनै नयाँ कामको सुरुवात गर्ने सोचमा छन्, उनीहरूका लागि यो समय एउटा नयाँ उडान भर्ने समय हो। तपाईका जो पनि गुप्त शत्रुहरू छन्, जो तपाईको पिठ्यौँ पछाडि षड्यन्त्र रच्छन्, तिनीहरू यस ग्रहणको ऊर्जाको अगाडि घुँडा टेक्न बाध्य हुनेछन्। तपाईलाई अचानक कतैबाट ठूलो पैतृक सम्पत्ति मिल्न सक्छ वा कुनै जग्गा जमिनको सम्झौताबाट यति ठूलो मुनाफा हुन सक्छ जसले तपाईलाई रातारात करोडपतिको श्रेणीमा लाएर उभ्याइदिनेछ। तपाईको आर्थिक स्थितिको गाडी अब एउटा यस्तो हाइवेमा दौडिनेवाला छ जहाँ कुनै ब्रेकर छैन। तर याद राख्नुहोस्, तपाईको आसपास केही यस्ता मीठा बोल्ने मानिसहरू छन् जो तपाईको यो अचानक मिल्ने सफलताबाट दाहा गर्नेछन्। यस होलीमा तपाईले एउटा धेरै कडा सावधानी अपनाउनु पर्नेछ। तपाईले कुनै पनि अपरिचित वा कम चिन्जान भएको व्यक्तिको हातबाट दिएको कुनै पनि सेतो चीज जस्तै मिठाई वा दूध बिल्कुलै खानु हुँदैन। तपाईको भाग्य बदलिँदैछ, तर तपाईको एउटा सानो लापरवाहीले सबै कुरा गडबड गर्न सक्छ। अब हामी त्यो तेस्रो राशितर्फ बढ्दैछौँ, तर त्यो भन्दा पहिले आफ्नो दिमागलाई पुरै खुला राख्नुहोस्। ब्रह्माण्ड ऊर्जाको एउटा असीमित महासागर हो। जब तपाईँ यो भिडियो सुनिरहनु भएको छ, तब तपाईको भित्र पनि एउटा ऊर्जाको सञ्चार भइरहेको छ। उज्यालो यात्राले सुरुवातमा त्यस एउटा रहस्यमय राशिको बारेमा उल्लेख गरेको थियो जसको भाग्य सबैभन्दा भयानक रूपले पल्टिनेवाला छ। त्यस राशिका जातकहरू एउटा यस्तो गल्ती गर्नेवाला छन् जुन उनीहरूको सबैभन्दा ठूलो कमजोरी हो। उनीहरू अक्सर भावनामा बहकिएर यस्ता निर्णयहरू लिन्छन् जुन पछि उनीहरूको लागि जीवनभरको पीडा बनिदिन्छ। त्यस राशिको बारेमा म बस केही क्षणमा नै बताउने छु, त्यसैले आफ्नो ध्यानलाई बिल्कुलै भड्किन नदिनुहोस्। यस भिडियोको एक शब्दले तपाईको भविष्यको जग राखिरहेको छ। तेस्रो राशि जुन यस महाकरोडपति योगको हिस्सा बनिरहेको छ त्यो हो सिंह राशि। सूर्यको स्वामित्व भएको यस राशिका लागि चन्द्रमाको यो ग्रहण एउटा अनौठो तर धेरै नै शक्तिशाली शुभ संयोग बनाइरहेको छ। सिंह राशिका मानिसहरू तपाईको धाक, तपाईको मान सम्मान र तपाईको प्रभाव यस समाजमा धेरै तीव्र गतिले बढ्नेवाला छ। यस्तो लाग्नेछ मानौ तपाईको हातमा कुनै जादु आएको छ। तपाईले जुन काममा हात हाल्नुहुन्छ त्यो सुन बन्नेछ। तपाईका लागि धन प्राप्तिका ती नयाँ मार्गहरू खुल्नेछन् जुन पहिले कुनै अदृश्य पर्खालले ढाकिएका थिए। हुन सक्छ कि तपाईलाई कुनै विदेशी स्रोतबाट, कुनै ठूलो लगानीबाट वा सरकारी विभागबाट अचानक भारी मात्रामा धनको प्राप्ति होस्। जो मानिसहरू जागिरे छन् उनीहरूले एउटा यस्तो उच्च पद पाउन सक्छन् जसको उनीहरू धेरै लामो समयदेखि खोजी गरिरहेका थिए। तर सिंह राशिका मानिसहरू तपाईको सबैभन्दा ठूलो शत्रु तपाईको आफ्नै अहंकार र तपाईको क्रोध हो। ग्रहणको यस संवेदनशील समयमा तपाईले आफ्नो रिसमाथि पुरै काबू राख्नु गर्नेछ। तपाईको मुखबाट निस्किएको एउटा पनि तीतो शब्दले तपाईको भाग्यको ढोका बन्द गर्न सक्छ। ग्रहणपछि बिहान उठेर सबैभन्दा पहिले स्नान गर्नुहोस् र भगवान सूर्यलाई तामाको लोटाबाट जल पक्कै चढाउनुहोस्। यो सानो उपायले तपाईको लागि एउटा अचूक रक्षा कवचको काम गर्नेछ र तपाईको धनको रक्षा गर्नेछ। चौथो राशि जसको भाग्यको सूर्य अब उदय हुनेवाला छ त्यो हो कन्या राशि। कन्या राशिका जातकहरूको स्वामी बुध हो, जो बुद्धि र व्यापारको ग्रह हो। यो महाचन्द्र ग्रहण तपाईको 6औं भावबाट ती सबै बिरामीहरू, ती सबै मानसिक चिन्ताहरू र ती सबै पुराना कर्जाहरूलाई सधैँका लागि जरैदेखि मेटाउन आइरहेको छ, जसले तपाईको रातको निन्द्रा उडाइदिएका छन्। तपाईले मजबुरीमा जुन पनि ऋण लिनुभएको छ र जसलाई तिर्नको लागि तपाईँ दिन-रात एक गरिरहनु भएको छ, त्यो धेरै छिटै एउटा रहस्यमय तरिकाले तिरिनेवाला छ। तपाईको पास अचानक धनको एउटा यस्तो प्रवाह आउनेछ जसले गर्दा तपाईँ आफ्ना सारा दायित्वहरू पूरा गरेर बचतको एउटा धेरै ठूलो हिस्सा जम्मा गर्न लाग्नुहुनेछ। तपाईको तेज दिमागले तपाईलाई शेयर बजार वा कुनै गुप्त लगानीमा यस्तो मुनाफा दिलाउनेछ जसले तपाईलाई सिधै करोडपति बनाइदिनेछ।
तपाईको जिन्दगीको गाडी अब एउटा नयाँ र धेरै नै राम्रो बाटोमा दौडिनेवाला छ। तपाईले बस यो कुराको ध्यान राख्नुपर्नेछ कि कसैलाई पनि सापटी पैसा नदिनुहोस्। यस समयमा तपाईको पैसा तपाईको साथमै रहनुपर्छ, नत्र त्यो पैसा कहिल्यै फिर्ता आउने छैन। र अब त्यो समय आएको छ त्यो सबैभन्दा रहस्यमय, सबैभन्दा शक्तिशाली र सबैभन्दा भाग्यशाली राशिबाट पर्दा हटाउने, जसको बारेमा मैले तपाईलाई उज्यालो यात्राको यस भिडियोको सुरुमा सचेत गराएको थिएँ। त्यो 5औं राशि जसको भाग्य यस 172 वर्षको संयोगमा सबैभन्दा धेरै र सबैभन्दा भयानक रूपले बदलिनेवाला छ, त्यो राशि हो वृश्चिक राशि। हो, वृश्चिक राशिका मानिसहरू, मेरो कुरा सिधै आफ्नो मन र दिमागमा उतार्नुहोस्। तपाईको स्वामी मङ्गल हो र यस समयमा ब्रह्माण्डमा मङ्गलको ऊर्जा आफ्नो चरम सीमामा छ। 19 फागुन 2082 को त्यो रात तपाईको लागि साक्षात धनका देवता कुबेरको खजाना खुल्ने रात हो। तपाईको जीवनमा अचानक बिना कुनै पूर्व सूचना नै यति अपार धन आउनेवाला छ कि तपाईको आँखा तिर्मिराउनेछन्। शेयर मार्केट, कुनै पुरानो पैतृक सम्पत्ति, चिट्ठा वा कुनै यस्तो पुरानो लगानीबाट तपाईलाई पैसा मिल्नेछ जसलाई तपाईले बिर्सिसक्नु भएको थियो। तपाई साँच्चै नै महाकरोडपति बन्ने बाटोमा सबैभन्दा अगाडि उभिनु भएको छ। तपाईका ती सबै सपनाहरू जुन तपाईले बन्द आँखाले देख्नु भएको थियो, ती अब खुला आँखाको अगाडि सच हुनेवाला छन्। तर सुन्नुहोस्, रोकिनुहोस् र धेरै ध्यान दिएर सुन्नुहोस्। त्यो गल्ती जुन तपाईले बिल्कुलै गर्नु हुँदैन, त्यो के हो? वृश्चिक राशिका मानिसहरू धेरै छिटै भावनामा बहकिएर क्रोधमा निर्णय लिन्छन्। ग्रहणको सूतक कालदेखि ग्रहण सकिएको कयौं घण्टा पछिसम्म तपाईले कुनै पनि तीखो वा धारिलो चिजलाई हात लगाउनु हुँदैन। तपाईले आफ्नो मनभित्र उठ्ने कुनै पनि प्रकारको नकारात्मक विचारलाई हावी हुन दिनु हुँदैन। तपाईले आफ्नो कुनै पनि गुप्त रहस्यलाई, आफ्नो कुनै पनि धन सम्बन्धी योजनालाई कुनै पनि मानिससँग साझा गर्नु हुँदैन। कुनै आफ्नो नजिकको मानिस नै किन नहोस्, उसलाई पनि आफ्नो अर्को कदमको बारेमा नभन्नुहोस्। यदि तपाईले यस रात आफ्नो मनलाई शान्त राख्नुभयो र आफ्ना गुप्त योजनाहरूलाई गुप्तही राख्नुभयो भने संसारको कुनै पनि शक्तिले तपाईलाई धनी बन्नबाट रोक्न सक्दैन। यो ब्रह्माण्डको तपाईको लागि सिधै सन्देश हो। तपाईको किस्मत पुरै पल्टिनेवाला छ। बस आफ्नो ऊर्जालाई सही दिशामा बग्न दिनुहोस् र चुपचाप यो चमत्कार भइरहेको हेर्नुहोस्। 6औं र अन्तिम राशि जसको लागि यो 172 वर्षको महासंयोग खुशी र धनको भारी वर्षा लिएर आइरहेको छ, त्यो हो कुम्भ राशि। कुम्भ राशिका स्वामी शनिदेव हुनुहुन्छ र तपाईँ यस समयमा 7.5को प्रभावबाट गुज्रिरहनु भएको छ। तर यो चन्द्रग्रहण तपाईको लागि कुनै चमत्कारिक राहत भन्दा कम छैन। तपाईको जीवनमा जुन अवरोधहरू बारम्बार आइरहेका थिए, जुन काम बन्दा बन्दै बिग्रिरहेका थिए, ती अचानक टाढा हुनेछन्। तपाईलाई अचानक धन लाभ हुनेछ र तपाईका जुन पनि काम सरकारी वा कानुनी मामिलामा अल्झिएका थिए, ती पुरै तपाईको पक्षमा सुल्झिनेछन्। शनिदेवले न्याय गर्नुहुन्छ र तपाईका असल कर्महरूको फल अब तपाईले पाउनुहुनेछ। तपाईले बस एउटा काम गर्नुपर्नेछ। ग्रहणको रात कुनै पनि गरिब, असहाय वा खाँचोमा परेको व्यक्तिको लागि नराम्रो सोच्नु हुँदैन र मनमा नै उनीहरूलाई केही दान गर्ने सङ्कल्प लिनुपर्दछ। अर्को दिन बिहान चुपचाप गएर त्यस सङ्कल्पलाई पूरा गर्नुहोस्। यो एउटा सानो निस्वार्थ कर्म तपाईको लागि ब्रह्माण्डको सबैभन्दा ठूलो खजानाको साँचो साबित हुनेछ। ब्रह्माण्डको यो अत्यन्त रहस्यमयी खेललाई बुझ्नु हरेकको बसको कुरा होइन। धेरै कम मानिसहरू हुन्छन् जसले प्रकृतिका यी सूक्ष्म इशाराहरूलाई बुझ्न सक्छन्। 19 फागुन 2082 को यो रात कुनै साधारण रात होइन। होलिका दहनको त्यो पवित्र रातो दन्किरहेको अग्नि र आकाशमा त्यो रहस्यमयी ग्रहण लागेको चन्द्रमा दुवै मिलेर एउटा यस्तो महाऊर्जाको चक्र बनाइरहेका छन् जुन हाम्रो र तपाईको सोचभन्दा पनि पर छ। जब प्रकृतिले हामीलाई केही दिन लाग्छ, तब यसले छप्पर फाडेर दिन्छ। यी 6 राशिहरूको समय अब आएको छ कि उनीहरूले आफ्ना पछिल्ला कयौं जन्मका असल कर्महरूको सबैभन्दा मिठो फल चाखुन्। तर मेरो एउटा कुरा सधैँ याद राख्नुहोला, जुन राशिहरू यस सूचीमा छैनन् उनीहरूले पनि निराश वा हताश हुनुपर्ने कुनै आवश्यकता छैन, किनकि ब्रह्माण्डको यो दैवी ऊर्जा हरेक पल बदलिरहेको छ। तपाईले गर्नुभएका असल कर्महरू कहिल्यै पनि कुनै भी हालतमा व्यर्थ जाँदैनन्। ब्रह्माण्ड एउटा धेरै ठूलो ऐना हो। तपाईले जुन ऊर्जा यस ब्रह्माण्डमा पठाउनुहुन्छ, त्यही ऊर्जा कयौं गुणा भएर तपाईको पासमा फिर्ता आउनेछ। बस आफ्नो मनलाई एकदम सफा राख्नुहोस्, आफ्नो कर्ममा पूरा ध्यान दिनुहोस् र ब्रह्माण्डको यो रहस्यमय र परम शक्तिमा अटुट भरोसा राख्नुहोस्। यो समय हो आफ्नो सुतिरहेको चेतनालाई जगाउने, किनकि जबसम्म तपाईँ आफैमा, आफ्नो आत्मामा र ब्रह्माण्डको शक्तिमा विश्वास गर्नुहुन्न, तबसम्म कुनै पनि ग्रह, कुनै पनि तारा वा कुनै पनि ग्रहणले तपाईको किस्मत बदल्न सक्दैन। त्यो रात जब तपाईँ आकाशतर्फ हेर्नुहुन्छ, तब एउटा गहिरो सास लिनुहोस्, आफ्नो इष्टदेवको ध्यान गर्नुहोस् र पुरै हकका साथ ब्रह्माण्डसँग आफ्नो हिस्साको सफलता र अपार धन माग्नुहोस्। याद राख्नुहोस्, ऊर्जा सधैँ त्यही जान्छ जहाँ तपाईको पूरा ध्यान हुन्छ।
आफ्नो ध्यानलाई धनी बन्नमा केन्द्रित गर्नुहोस् र गरिबीलाई सधैँका लागि बिर्सिदिनुहोस्। यो तपाईँको समय हो र यो समय अब तपाईँबाट कसैले पनि खोज्न सक्दैन। उज्यालो यात्राको यो जानकारी कस्तो लाग्यो? आफ्नो राशिको बारेमा थप जान्न कमेन्ट गर्नुहोस्।